यही पाला आलु कम कति भयो त हजुर अहिले कति मस्ती फल्दै गयो हौ अहिले अब केही लागेन भाइ फलाने गर्दा हो यी पनि आलु अन्त भरेका छन् म त्यहाँबाट देख्नु कि यहाँ पनि आलु हिँड्नु है यति नै यहाँ हेर्नुहोस् यहाँ बजाइ आलु कोनाले भगारान्त यहाँ भखरान्तै अनि कति भयो 2 टोका भयो कि 1 टोका भयो कि आलु कति भयो हजुर 4 टोका भए बा 4 टोका भयो 4 टोका अनि वर्षभरि खाना पुग्ने त हजुरको किन पुगला पुग्दैन हैन गाह्रै होला अन्त आम्थामा दिनु पर्छ होला नासु दिनु पर्छ होला हैन दिनु पर्यो बा कहाँ खाकी त है कहाँ कि अनि आलु तपाईँ आलु कहाँ यति भयो कि अन्त कहाँ गडा पनि हुनुहुन्छ यति गडा यही मात्रै हो यहाँ यही गडाउँदा आलु फरिकन 4 टोका भनेपछि त ल वर्षभरि खाना पुग्ने भएको यहाँ भरिरहनु भयो छकल पुरै लागिकन अहिलेसम्म होइन चाहिँ हजुर छकल पुरै नि छकलपुरी छकलदेखि अहिलेसम्म 3 बज्नु लाग्यो बक्का रान्दै आलु गरेको छ म अहिलेसम्म हालिमेरी यति नि आलु भने एक यति हुन् यति होइन म चाहिँ रुडु पड्यो अहिले अब क्या गाई लाग्दा सिया रुडु पड्यो यिनै खेरुवा लग्यो खेरुवा लगाउनु पर्यो म चाहिँ हजुर दुःख गरी कष्ट गरी यिनै आलुका गेडा पनि कोही बेला हुँदा कोही बेला हुँदैनन् छेड्नु पर्यो कहाँको बिउ गर्नु पर्यो कहाँको बल्द गर्नु पर्यो कहाँको क्या गर्नु पर्यो बुढी खाएको अब रुडु पड्यो क्या खाऊ जेठो असाढो बाली बाइगो जेठो बाली बाइगो तम्रा आलु गडाउँदा अग्लो वर्ष यो वर्ष बढी फल्या कि कम फल्या नै अहिले कम भयो क्या पोरभन्दा कम फल्या पोरभन्दा अहिले कम भयो पोरको भयो त यति सिया मस्त फल्या त हो पोर मस्त फल्यो त्यो आलु खाइकन अरू केही नाइ कोदे हुकी गयो धान हुकी गया घोगा लाइनु नाइ चिनु लाइनु नाइ उम्रने नाइ सिमी हुकी गया अब यता पछि अब खानाले मर्ने भयो त क्या रहौँ त